हेलो एभ्रिवान, म चाहिँ साँझको टाइम आफ्नै निवास छेउछाउ घुमघाम कार्यक्रम गर्दैछु। पानी परेर है दिउँसो पनि काम हल्का गयो। अहिले घर भेटाइँदैन गाउँघरतिर मान्छे, किन पनि भेटिँदैन भने चाहिँ आजभोलि चाहिँ अब काम धेरै हुन्छ, सबै मान्छे कामतिर बिजी। अनि त्यो लिएर आएर यहाँ रामदाईलाई चाहिँ फिट गर्नु लगाउनु है। लु लु ल गएको केटा हौ, आनाम बस्छ बासन त छाडी छैन रहेछ त। त्यही त हौ, त्यही त ल ल रमाइलो चाहिँ यति हुन्छ कि मेरो गाउँमा कुरै नगरौँ है, कुरै नगरौँ। पानी नपरे त ठिकै हुन्थ्यो, पानी परेर के हुन्छ हिले बाटो पनि त्यही माथि गाडीले गर्दाखेरि गाडी आउने जाने गर्दाखेरि जान अघि भए पनि हिलै बनाइदिन्छ होइन त साथी हो। यस्तै छ है, सबै रुद्राक्षको बोट मात्रै छ नि मेरो गाउँमा त। रुद्राक्ष भनेपछि त मेरो एकदम फेमस हो। रुद्राक्ष सँगसँगै धान, मकै, कोदो, यो तिनवटा चाहिँ हाम्रो एकदम फेमस कृषि उत्पादन हुने चिजबिजै साथीहरू। हाम्रो घरमा चाहिँ प्रत्येक घरमा चाहिँ 10देखि 15-20 बोटदेखि माथि नै छ फेरि यो रुद्राक्ष चाहिँ। जस्तो फल्यो भने इन्कम राम्रै हुन्छ, वार्षिक इन्कम। क्यासमुखे चाहिँ अहिलेसम्म फलेको छैन हो। 15, 14, 17, 18 चाहिँ फलिरहन्छ फेरि गाउँमा। 81 अहिलेसम्म फल्न सफल भएको छैन मेरो गाउँमा। र 17, 18, 14 पनि राम्रै हो, नहुनु भन्दैन।